ब्रेकिङ न्यूज। ओ माई गड, गृहमन्त्री सुदन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। के यो सही छ त साथीहरू? कमेन्ट गर्नुहोस्। नेपाली जनताले यसको जवाफ दिनै पर्छ। काङ्ग्रेस एमालेका झोलेहरू, तिमीहरूको बाउले नेपाली युवाहरूलाई दिनमै 50 लाख घुस खाएर नेपाली युवाहरूलाई नक्कली भिसा डकुमेन्ट बनाएर विदेश भेट्दाखेरि तिमीहरू कुन दुलोमा चाहिँ लुकेर बसेका थिइस्? विद्यार्थी सङ्गठनहरू, विशेष गरी विद्यार्थी सडकमा ठ्याङ्की ठ्याङ गोली खाएर मर्दाखेरि, तिमीहरूका बाबुहरूले मार्दाखेरि तिमीहरू कुन दुलोमा लुकेर बसेको थिइस् भनेर म प्रश्न गर्न चाहन्छु। नेपाली जनताले यसको जवाफ दिनुपर्छ। गृहमन्त्री सुदन गुरुङ माथि ठुलो अन्याय भएको छ, ठुलो मिडिया ट्रायल भएको छ। सत्य तथ्य यथार्थ चाहिँ आउनै पर्छ। तर कुनै पनि कम्पनीमा सेयर खरिद्नु, सेयर लगानी हाल्नु त्यो गलत होइन, त्यो अपराध होइन। यदि सेयर लगानी हालेको अपराध हुने त दुनियाँ नेपाली जनताका छोराछोरीले पनि सेयर लगानी किनेका छन्, सेयर किनेछन् कि त्यो सबै अपराध हो र नेपाली जनताले जवाफ दिनु होला। झोलेहरूको अन्त्यको सुरुवात फेरि भएको छ।